वेलकम टु माई युट्युब च्यानल गाइज। सबैलाई धेरै धेरै स्वागत छ मेरो भ्लगमा है। एकदमसँगले अनि सबैलाई गुड मर्निङ होइन। बिहानको सुरुवात बिहानको सुरुवात चाहिँ हाम्रो केबाट हुन्छ भन्दाखेरि यहाँ झाडुदेखि सुरुवात हुन्छ होइन। बिहानको सुरुवाती यसरी हो यहाँ। त्यही हो हाम्रो चाहिँ यो रुल्स हो होइन। बिहान बिहान उठ्ने, बिहान त के भन्नु 10 बजे काम आइ हुन्छ। 10 बजे आएर चट्ट अनि झाडु लाउनुपर्छ है। हाम्रो चाहिँ यस्तो हो काम भनेको। चट्टसँगले ती गरेपछि फेरि पोछा लाउनुपर्छ होइन। के गर्नु गाह्रो छ होइन। त्यही कारण चाहिँ काम चाहिँ यस्तो हाल्नुपर्छ क्लिन यस्तरी खतरा भन्दा फेरि हो यस्तो सरसफाइ त सबै डेन्जर हान्छ नि त। म त खतरा हाल्छु नि होइन। पक्ने म यहाँ देखाउँछु होइन। कस्तो हुँदैछ हल्का छलेको लागि नै छ म अबै खतरा हुन्छ नि। म चाहिँ के भन्छ भन्दाखेरि यो मेरो फेसबुकमा जतिजनाले भिडियो हेर्नुहुन्छ होइन, म यहाँ माथि मेरो युट्युब च्यानलको राखिदिन्छु होइन। माथि लिङ्क पनि हुन्छ, लिङ्कमा गएर दाबेर होइन युट्युब च्यानल सब्सक्राइब हानिदिनु पर्ने भयो है। जतिले भिडियो हेर्नुहुन्छ त्यतिले सबले है, सबैलाई भन्दा चाहिँ मेरो साथी भाइहरूलाई पनि होइन, मेरो दिदी बहिनीहरूलाई पनि होइन, सबैलाई भनेको टक्क माथि राखिदिन्छु म यहाँ। उसमा नि राखिदिन्छु मेरो युट्युब च्यानलको त्यो स्क्रिनसट फोटो खिचेर म राखिदिन्छु त्यहाँ गर। त्यही नाम सर्च गरेर सब्सक्राइब हानिदिनु पऱ्यो होइन गाइज सबैले होइन। सबैले हान्नु पऱ्यो नि त होइन। सबैले हान्यो भने त कसरी अगाडि बढ्नु क्या हो कि भन्नु न यहाँ। सबैले हान्नु पऱ्यो हजुरहरूले पनि भनेर के भन्नु होइन। जो सब्सक्राइब गरिदिनु होइन। सब्सक्राइब गरेर भिडियोहरू पनि हेरिदिनु एकदमसँगले। भिडियो हेरिदिनु भयो भने अब भ्युज अलिक बढ्छ नि त। त्यही त होइन भ्युज बढ्छ। लाइकै गर्नुपर्छ भन्ने केही छैन, मन लागि गर्नु मन नलागे नगर्नु, तर युट्युब च्यानल सब्सक्राइब चाहिँ हानिदिनु है ज्ञानुहरू। सब्सक्राइब चाहिँ हानिदिनु पर्ने हो कि डल्लैसँगले होइन युट्युब च्यानलमा। अनि म चाहिँ यो यति छ, यो पसल पुरै सफा हान्नुपर्छ है गाइज। हाम्रो चाहिँ काम यही हो बिहान बिहानको होइन। यो हानेर अनि फेरि पोछा लाउने, पोछा लगाएपछि बस्ने। गाह्रो छ गर्नु, त्यही त हो नि होइन। गाइज अहिले एकछिन भेट्ने छु होइन। यो सरसफाइ हान्छ त्यसपछि भेटौँला नि गाइज। चाहिँ अनि मैले चट्ट कामसाम सबै सकेर होइन पुस्दैछु यहाँ मालपानी होइन। सिसा गिलासहरू चट्टसँगले त्यो अलिक पुस्नुपर्छ। त्यो पुसेर राख्नुपर्छ यहाँ चाहिँ हाम्रो चाहिँ यस्तो सिस्टम होइन। त्यही हो उहाँले चाहिँ त भित्रबाट हेरिरहेछ नि होइन। त्यही हो मतलब भएन होइन। त्यही त हामी मतलब लजाउनु थाल्यो भने चाहिँ जिन्दगीमा केही हुँदैन रहेछ भन्ने चाहिँ पाठ सिकिन्छ होइन। त्यही कारणले लजाउनु हुँदैन। त्यही हो। मैले चाहिँ मैले यो अदुवा लसुनको पेस्ट पिस्नु पर्ने भयो होइन। त्यहाँदेखि पिस्नु है गाइज। सुरुमा चाहिँ गाइज यतिकै यस्तो भयो पिसेर। यसलाई चाहिँ अब मसिनो बनाउनु पर्ने हुन्छ होइन। पिसेर सकेँ होइन। सकेर अनि यहाँ चाहिँ हाम्रो यो तरकारी पाक्दैछ स्पेसल तरकारी। कलर चाहिँ खत्रै आएको छ। के हालेको दाइले यस्तो के हालेर भन रातो आएको छ। खोर्सानी हाल्यो कि चाट पोल्ने तरिका हाले। पेटमा चाहिँ मुस हजुर के को मलाई दाइले एकदम माया गर्नुहुन्छ क्या। चाक भनी राख्नुहुन्छ होइन। गाह्रो छ है।
चाख्न आउँदैन भने चाहिँ म सिकाइदिन्छु गाइस कसरी चाख्ने हो भनेर तरकारी होइन यस्तो गर्ने पिरो पिरो रहेछ राम राम पिरो चाहिँ डेन्जरै हालेर मार्ने मात्रै फेरि त्यो चाखेर चित्तै बुझ्दैन चाहिँ मिठो त मिठो छ अलिअलि पिरो रहेछ होइन पिरो भएपछि अलिक खाना गाह्रो म पिरो अलिक खाँदैन कि सानोदेखिको पिरो मलाई रुच्दैन त्यही कारणले पिरो लाग्छ थोरै हाल्ने पनि होइन भात खाना पाइसक्यो खाना चाहिँ त कुकर हो होइन त्यो तरकारी त्यही हो अनि यता यस्तो छ होइन गाह्रो छ अल्छी लाग्छ घरि यस्तो बोर लाग्छ अन्त फेरि मोबाइल पनि गतिलो छैन क्या एउटा मोबाइल किन्नुपर्छ बिस्तारै होइन दुःख चाहिँ गर्नुपर्छ होइन त्यही हो दुःख नगरिकन सुख आउँदैन गाह्रो छ नि हो गाह्रो छ त्यही कारणले एउटा मोबाइल किनेर चाहिँ भिडियो दामी बनाएर हाल्ने भन्ने प्रोसेसमा छु मोबाइल कहिले किन्नु होइन किन्ने सोचमा चाहिँ छु छन चाहिँ अब त्यही कारणले अब यसो चार्जर पाँचो मिलाउनुपर्छ चार्जर पाँचो मिलाएर होइन हान्नुपर्छ त्यही हो चट्टसँगले त्यही हो होइन कस्तो निन्द्रा पनि लाग्छ दिउँसो त अब त्यहाँ कस्टमर आयो होइन कस्टमर मान्छे आइसक्यो त्यहाँ होइन अब भिडियो बनाउनु पनि पाइँदैन होइन मान्छे हेर्नुहुन्छ पसलको लगाइ चाहिँ भेट्नेछु होइन चट्टसँगले गाइड छ नि यसले चाहिँ भात हाल्ने एकदम सुप सारमा म चाहिँ होइन हाल्नु पऱ्यो होइन खानु पऱ्यो के गर्नु गाह्रो छ भोक लागेपछि भात चाहिँ खासै धेरै रुच्दैन थोरै रुच्छ होइन भात चाहिँ नि हिजो गन्थ्यो अनि दुईवटा भात हिजोको भात चाहिँ भर्खर हालेको होइन के गर्नु खाइदिउँ भात कस्तो भोक लागेछ खाइदिए ल लगेच भात चाहिँ यति रुच्छ होइन खासै धेरै यो भिडियोमा चाहिँ धेरै देखेको छ यति छ भात त त्यही हो होइन लगाइ चाहिँ अहिले भात खाएपछि चट्ट भेटौँला है हामी खानसाना खानु पऱ्यो होइन खाएर बस्यो होइन काम पनि सक्यो अनि यहाँ टेबल सेबल पुस्नु थियो पुस्यो होइन यो अब चाहिँ बाहिर सुट्टा खानु जानुपर्छ चुरोट खानु के नखाएको के नखाएको हुन्छ होइन त्यही कारणले म चुरोट खान्थेँ है सोध्नुपर्छ नि त उता मार्छन् बाहिर भित्र फेरि कोही हुँदैन त्यही कारणले यतिको खायो भने चाहिँ दिनभरि अल्छी लाग्छ है यति चाहिँ खानै पर्छ होइन चुरोट खाएर भेटौँ है गाइस अनि म चाहिँ चुरोट खाएर होइन भित्र आइसकेँ होइन यो अब यस्तो चुरोट खाएको चाहिँ देखाउनु नहुने हो होइन त्यही भएर अब के गर्नु खान मन लाग्ने चिज लुकाएर हुँदैन होइन त्यही कारण देखाउनै पर्छ थाहा पाउँछ नि नरिसाउनु होला हेरो भन्छ दाजुभाइ दिदीबहिनीहरू एकदमसँगले होइन अनि मेरो युट्युब च्यानल सब्सक्राइब पनि गरिदिनु होला होइन
त्यही भन्छु। युट्युब च्यानल सब्सक्राइब हानिदिनु सबैले गरेर होइन, सपोर्ट गरिदिनुहोस् है ल। होइन भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि बाई बाई।